टु माई भ्लग। आज चाहिँ हामी जाँदैछौँ कहाँ भन्दाखेरि हाम्रो गोर्खा जिल्लामा रहेको धाचे गाउँपालिकामा अवस्थित नेउरी झरना। हामी दुईजना जाँदैछौँ। सो लेट्स गो। आई विल टेल यु वे कस्तो छ यताउति सबै। लेट्स गो। अब चाहिँ हामी जान्छौँ। आई विल ड्राइभ यहाँबाट चाहिँ। हामी चाहिँ अहिले यो कोखेटारमा छौँ। यहाँनिर चाहिँ कोखेटार भन्छ। अनि हामी चाहिँ एउटा डेस्टिनेसन पोइन्ट बनाएको छ। अनि यसको ठ्याक्क यता साइडमा चाहिँ एउटा झरना छ। अलिकति उता अर्को झरना छ। धान काटिरहेको छ यहाँ माथितिर चाहिँ। अब हामी एकैछिनमा सोती पुग्छौँ। र सोतीबाट अलिकति माथि पुगेपछि फेरि हाम्रो डेस्टिनेसन पोइन्ट आउँछ आजको। माउन्टेन क्या च्यानल छ। जान्छ ट्रेक गर्दै जान्छ 4, 5, 6, 7 दिनको माथि पुगेर हेलिकप्टर आउँछ नि बसेर हामी यहाँबाट जान लाग्यो। अब चाहिँ भाइले राइड गर्छ एकछिन। मैले सुगा पाउने भएँ। अनि मलाई भाइलाई राइड गर्न दिन चाहिँ अलिकति डर लाग्छ क्या। उमेर पनि सानो छ नि त। उमेर सानो अलिकति गाह्रो हुन्छ कि चलाउनु। यताको गण्डकीको साउन्ड पुरा यहाँ छाँ गरेको सुनिरहेको है भाइ। क्या छाँ गरेको सुन्छ यता। यहाँ चाहिँ हाम्रो बुढी गण्डकी छ। यस्तो दामी देखिरहेको छ। ब्रेक दुइटै च्याप्ने है। माई गड ओइ माई गड। यहाँ त यत्रो झर्ना त मैले यादै गरेको थिएँ त भाइ। अस्ति नै हिँडेरलाई यादै गरेको थिएँ नि त। ओ माई गड वहाँ माथिदेखि खसारेको त। माथि नहेर म एक्लै हेर्छु। एउटा झर्ना हेर्न जान लाग्यो। अहिले नै हामीले 3टा देखिसक्यौँ क्या यो शुद्ध त। ओ माई गड इमेजिन बर्खा बेलामा यो कति चाहिँ राम्रो देख्छ होला कि लाइक कति चाहिँ ठुलो देख्छ होला। बिस्तारै चल है। कहिले घुम्नु छ। बाटो चाहिँ अलिकति अफ रोड छ यहाँतिर। यस्तै सर्प जस्तो यस्तो यस्तो छ बाटो चाहिँ। सीन ओ माई गड कस्तो राम्रो हो के। अब चाहिँ हामी यहाँ सोती आइपुग्यौँ। सोती खोला यति उफ्रिएको छु कि पछाडि बस्दा। अहिले सोतीमा आइपुग्यौँ। बच्चा बान्द्रेको टोपी लगाइरहेको छु किनकि धुलो उडिरहेको छ नि त बाटोमा। यस्तो घाम छ होइन। सोतीमा आइपुग्यौँ। यहाँनिर चाहिँ सोती खोलाको पुल छ। यो सोतीको कुकुर। सोती बजार चाहिँ सानो छ। गाउँको नाम चाहिँ लिडिङ हो यहाँनिर छ होइन। म चाहिँ यहाँ पहिल्यै आएर बसिसकेको छु। मम्मा यहाँ साइडमा देख्न सक्नुहुन्छ यति मिठो झरना। माथिको गाउँ चाहिँ मानभू हो। यहाँ माथि चाहिँ मानभू छ होइन। मानभू अनि यहाँनिर चाहिँ एउटा झरना छ। अनि यसको उतापट्टि साइडमा अर्को छ क्या। म उता चाहिँ गाउँपालिका हार्दिक स्वागत गर्दछौँ। यहाँ पनि आउँछ। ठुलो बस आउँछ। बर्खा बेलामा चाहिँ आउन गाह्रो छ किनभनेदेखि हाम्रो यति धेरै झरना पानीहरू आउँछ। त्यही भएर यहाँ हेर्न यो पुरै झरनाको डाम हो क्या यो। हेर्न यो झरना हुन्छ नि त्यो पानी पर्ने बेलामा आउँदाखेरिमा त आमामा यति धेरै हुन्छ क्या। रिक्स पनि हुन्छ है फेरि बर्खामा। यो बाटो चाहिँ अलि अप्ठ्यारो लाग्छ तर यस्तो राम्रो राम्रो कुरा देख्न पाउँदाखेरि चाहिँ कस्तो खुसी लाग्छ क्या होइन। अनि के कस्तो हुन्छ बाटोमा यति धेरै झरना र अझ मैले कतिको त भिडियो पनि बनाएको छैन कि। त्यहाँ उताबाट आएको 1 मिनट भएको छैन। फेरि यहाँ अर्को झरना देखेर रोकिहाल्यौँ। अब चाहिँ बहुत धेरै नअल्मल्यौँ। लेट्स गो। अब चाहिँ हाम्रो डेस्टिनेसन पोइन्ट आउनै लाग्यो नि त। एकदम रोकिनै मन लाग्ने कि होइन। यस्तो भिड छ नि यहाँनिर। अहिले चाहिँ हामी लापु बेसमा छौँ। लापु बेसी भिडमा छ क्या। भिडमा लाइक माथिपट्टि पनि भिड अनि यहाँ तल बस्ती रोड अनि तल पनि भिड छ। अहिले चाहिँ टुरिस्टको सिजन भएको भएर कति धेरै सानो बसहरू चाहिँ टुरिस्टलाई उता पुऱ्याएर चाहिँ आइरहेको छ। जमजम मेहनत हात। हामी चाहिँ अहिले झरनाको नजिक आइसक्यौँ। अनि स्कुटर चाहिँ त्यहाँनिर पार्क गरेर आएको होइन। अनि अहिले चाहिँ टुरिस्टको सिजन भएको भएर यति धेरै गाडीहरू सानो हिँडिरहेको छ। अनि यहाँबाट चाहिँ सानो पुल छ है। त्यो चाहिँ भत्किएको रहेछ। ला अब कसरी जान्छ भाइ। हामी चाहिँ यहाँनिर आइपुगिसकेका छौँ र पानीको छिटा कस्तो धेरै परिरहेको छ यहाँनिर। हामी स्कुटर त्यहाँ पार्क गरेर आइसक्यौँ होइन। अनि यहाँ माथि जाने बाटो चाहिँ यताबाट हो नि त। यहाँबाट यसरी छ होइन। तर त्यहाँनिर बाटो भत्किएको छ। त्यही भएर माथि चाहिँ जानु मिल्दैन रहेछ। हामी जाँदैनौँ होला सायद। तर पानी पनि यस्तो छिटो आइरहेको छ यहाँबाट।
यहाँबाट यसरी छ क्या। अब यहाँ चाहिँ पुल बनाउँदै रहेछ अब, किनभने पानी जान बर्खामा झन् अति धेरै अप्ठ्यारो हुन्छ नि त। अहिले नै त यस्तो छ, यस्तो चिसो हानिरहेको छ। यही नै हो हामी आउने लगाएको ठाउँ चाहिँ। यस्तो धेरै हावा पनि चलिरहेको छ र उताबाट जति हावा चल्यो उता त्यति धेरै पानी आइरहेको छ है। लागिरहेको छ तिमीलाई भन ल, कस्तो लागिरहेछ? मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। प्लस मैले ड्रेस पनि चेन्ज गरिसकेँ। यो ड्रेस अनि यो मेरो ब्याकग्राउन्ड हेर्नु कति राम्रो देखिरहेछ। टसअप पनि दिएँ मैले मेकअपमा। अनि त्यसपछि अब चाहिँ म यहाँ गएर हल्का सर्ट भिडियोहरू बनाउँछु। यो डेस्टिनेसन त यही हो। तपाईँहरूलाई आउनु मन लाग्छ भने कृपया आउनु होला। तपाईँहरू आउनुहुन्छ भनेर अलि 1-2 भए पनि इन्सपायर होस् भनेर मैले यो भिडियो बनाएर पोस्ट गरिरहेको छु। अनि मैले जुत्ता पनि खोलिसकेँ। पाउजु पनि लगाइरहेको छु यहाँ। अब म यहाँ त जान्छु र बनाऊ ल। गऱ्यो अनि त्यहाँबाट अघि हामी त्यहाँ तल थियौँ, मैले चाहिँ यहाँ आइपुग्यौँ। यहाँबाट चाहिँ यस्तो देख्छ। अनि यहाँनिर भ्यू पोइन्ट पनि छ। अनि यता चाहिँ टुरिस्टहरू चाहिँ यहाँबाट यसरी हिँड्दै आउनुभएको छ। अनि गाडी चाहिँ यताबाट आएर गाडी लैजाने रहेछ। अनि घाम चाहिँ डुब्न लागिसकेको छ, यहाँ पुगिसकेको छ। अब चाहिँ हामी भ्लगै गरिदिउँ। उयो माथिको त एउटा ढुङ्गा टुक्नुमा नि हो यो, यता चिङ्गार भन्छ नि। भाइ चाहिँ उता आउँदैछ। बाटो हेर, बाटो धेरै राम्रो हो। आइपुगिसकेँ। म चाहिँ गाडीमा आएँ, भाइ चाहिँ स्कुटरमा आएको। किनभने बाटो एकदमै अप्ठ्यारो छ नि त। कति ठाउँमा झर्दै झर्दै गएको अघि नि, अहिले त बाटो अप्ठ्यारो छ। अनि ठाउँहरू पनि हेरेर गइसक्यौँ। त्यही भएर चाहिँ म गाडीमा आएँ, भाइ चाहिँ। अनि पछि आएँ, हामीसँगै आइपुगिसक्यौँ। अब चाहिँ हामी खाजा खान्छौँ। अनि यो ब्लग चाहिँ एन्ड गर्छु। आई रिकमेन्ड यु अल इफ यु वाच दिस भिडियो टु कम हियर इन गोर्खा। अनि त्यहाँ पनि हेर्नु होला, जानु होला। मनासलु ट्रेक यहाँबाट बब्बाल कति धेरै है, कति धेरै मान्छे त। मनासलु ट्रेक यस्तो धेरै हामी यहाँबाट। म चाहिँ गएको छैन, म पनि जानु मन छ मलाई एकचोटि जानको लागि। हेरौँ के कस्तो हुन्छ। मैले भने हामीसँगै छिटै नै जान्छौँ। स्टे ट्युन्ड, थ्याङ्क्स फर वाचिङ, बाई।